ए भात पकाउनु लाइस के पकाउनु लाइस त तरकारी इस्कुस पकाउनु लाग्यो अरु केही छैन त्यही भएर कति मासु खानु ए हुन्छ नि त हुन्छ इस्कुसै पका कति खानु मासु मुखै तितो भइसक्यो मासु खाँदा खाँदै मिठो हुन्छ एकदम मिठो हुनुहुन्छ मेरो म पनि मोटाइसकेँ यहाँ मासु खाँदा खाँदै ए मासु पो ल्याएको ए मासु ल्याएको कहिले इस्कुस पकाउनु थियो खाँदै नसुने मासु छोराले झन् ग्रेभी बना भने त अहिले मात्र खाएर हुन्छ त भोलि बिहान चाहिएन बिहान 10 बजीसम्म सुत्छ तिमीहरू उठेर पकाउने मै हो भोलि बिहान आयो नि छ टेन्सन नमान मलाई चाहिँ कति थोरै हालिदियो त अलि हालिदिएन झोल झोल चौटा सौटा थोरै भइहाल्यो नि यो त